पढ्नु भनेपछि अल्छी के भएको बुद्धि नै छैन मलाई कसरी छैन बुद्धि चाहिँ अन्त हरायो मेरो बुद्धि कहाँ गयो घुम्नु गयो नजान्नु भन्नु पर्दैन म पढ्नु पर्छ भन्नु पर्दैन गयो त हाल्यो अब त्यसो भए अहिले बुद्धि छैन पढ्दैन पर्दैन बुद्धि छैन कहिले आउँछ बुद्धि बुद्धि राति सुत्ने कि पढ्ने राति पढ्ने भनेपछि राति पढ्ने राति पढ्ने कहाँ गएको छ बुद्धि चाहिँ घुम्नु सैलुङतिर हँ सैलुङतिर किन जानु दिएको अन्त म पढ्नु पर्छ यहीँ बस्नु भन्नु पर्दैन अन्त गयो त हाल्नु भनेर भन्यौ तिमीले भनेनै उता फर्केर बुद्धि भनेको थिएँ सुनेन